लुम्बिनी प्रदेश सभाको 6औं अधिवेशन आजदेखि। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अंकित शर्मा सुवेदी। लुम्बिनी प्रदेश सभाको 6औं अधिवेशनको पहिलो बैठक आज दिउँसो 1 बजेदेखि शुभारम्भ हुँदैछ। प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्री परिषदले वैशाख 31 गतेका लागि प्रदेश सभाको 6औं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र शुभकामना आदान प्रदान गर्ने, प्रदेश सभा सदस्यहरूले सम्बोधन गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको र जेठको पहिलो साताभित्र प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको सचिव दुर्लभ कुमार पुनले जानकारी दिए। यस्तै अलर्टिङ प्रहारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।